ऋणमुक्त जीवन चाहनुहुन्छ? यदि हो भने यो भिडियो ध्यान दिएर हेर्नुहोस्। के तपाईँ आर्थिक सङ्कटमा हुनुहुन्छ? सुख समृद्धिले घर भर्न चाहनुहुन्छ? सकारात्मक ऊर्जा, सुख र समृद्धिका लागि वास्तुशास्त्रका यी शक्तिशाली नियमहरू अपनाउनुहोस् र आफ्नो भाग्य बदल्नुहोस्। 1. उत्तर दिशा। उत्तर दिशालाई सधैँ सफा, खुला र उज्यालो राख्नुहोस्। यस दिशामा भारी सामान, फोहोर वा टोयलेट हुनु हुँदैन। तिजोरी वा दराज दक्षिणको भित्तामा राख्नुहोस् ताकि खोल्दा त्यसको मुख उत्तर दिशातर्फ फर्कोस्। 3. मुख्य प्रवेशद्वार। प्रवेशद्वार सधैँ उज्यालो, आकर्षक र बाधामुक्त होस्। प्रवेशद्वारमा श्रीयन्त्र वा स्वास्तिक राख्नु अत्यन्त शुभ मानिन्छ। 4. ब्रह्मस्थान। घरको बीचको भाग, केन्द्र सधैँ खाली र सफा हुनुपर्छ। यहाँ भारी वस्तु नराख्नुहोस्। 5. ऋण तिर्ने दिन। ऋणको पहिलो किस्ता वा ठूलो रकम तिर्ने प्रयास सधैँ मङ्गलबार गर्न शुभ मानिन्छ। 6. मनी प्लान्टको स्थान। दक्षिण पूर्व आग्नेय दिशामा मनी प्लान्ट बिरुवाहरू राखेर घरमा सकारात्मक ऊर्जा बढाउनुहोस्। सकारात्मक ऊर्जा, सुख र समृद्धिका लागि मेरो चिना ज्योतिष तथा वास्तु सेवा। आफ्नो घर, कार्यस्थलको वास्तुदोष पहिचान गरी तत्काल समाधानका लागि आजै हामीलाई सम्पर्क गर्नुहोस्। यस्तै महत्त्वपूर्ण जानकारीका लागि लाइक, फलो र शेयर गर्न नबिर्सनुहोस्।